हेलो एभ्रिवान, यहाँहरू सम्पूर्णलाई नमस्ते। यसपालि चाहिँ एल्सन र म हाम्रो समर भ्याकेसन स्पेन्ड गर्नको लागि चाहिँ हामी काठमाडौँ पुगेका थियौँ। अनि त्यसपछि काठमाडौँमा चाहिँ उसलाई चाहिँ एउटा नयाँ ठाउँमा चाहिँ मलाई घुमाउनलाई जान साह्रै मन लागिरहेको थियो। अनि कहाँ जाने भन्ने सोच्दा चाहिँ मैले चाहिँ सिमुलेसन साइन्स सेन्टरमा चाहिँ लैजाने प्लानिङ गरेँ एल्सनलाई चाहिँ, जुन किर्तिपुरमा रहेको छ। अनि त्यहाँ हामी गयौँ। त्यहाँ हामी गइसकेपछि एल्सन चाहिँ कति धेरै एक्साइटेड थियो। उसलाई चाहिँ पहिले नै मैले अलिअलि भिडियोहरू देखाइसकेको थिएँ यो ठाउँको, यहाँ के हुन्छ भनेर देखाइसकेको थिएँ। सो चाहिँ सुपर एक्साइटेड थियो। अनि त्यहाँ गएर हामीले टिकटिङहरू गऱ्यौँ। टिकटिङहरू गरिसकेपछि चाहिँ फेरि अनि सेक्सन्सहरू रहेछ भन्नाले त्यहाँ कोठाहरू छ। अनि फर्स्टमा चाहिँ उसलाई पुलिसको रुममा लगिदिनु भयो अनि ड्रेसहरू लगाइदिनु भयो। त्यसै त उसलाई एकदमै धेरै त्यो पुलिसहरू अनि गनहरूसँग एकदमै धेरै लगाव छ। जहिले पनि त्यस्तो मात्रै खेलिरहन्छ नि त। अनि त्यही माथि यसरी पुलिसको ड्रेस लगाएर गन लगाएर खेल्न पाउँदा चाहिँ उसलाई चाहिँ साँच्चै त्यो म पुलिस हो जस्तो फिल भएको थियो होला नि त। अनि एकदम एक्साइटेड थियो। अनि ऊ चाहिँ कुनै एउटा सेक्सनमा चाहिँ बसिरहेकै थिएन कि, एकदम क्युरियस भएर अर्को सेक्सनमा के छ होला, अर्को चाहिँ साइडमा के छ होला, म त्यहाँ जानु पाएनुहुन्थ्यो मामु, छिटो जाम भन्ने। एक ठाउँमा चाहिँ फुल्ली खेल्दै नखेलेको के, एकछिन खेल्ने, त्यसपछि फेरि अर्को ठाउँमा कुदिहाल्ने, एकछिन खेल्ने अर्को ठाउँमा कुदिहाल्ने गरेको थियो। अनि जे होस् यहाँनिर चाहिँ लगेर मैले एल्सनलाई एकदम ठिक गरेँ जस्तो लाग्यो। अनि यो सिमुलेसन साइन्स सेन्टरमा चाहिँ साँच्चै बच्चाहरूको लागि अनि उनीहरूको चाहिँ ब्रेन डेभलपमेन्टको लागि चाहिँ एकदमै हेल्पफुल हुने एक्टिभिटिजहरू रहेको थियो। अनि उनीहरू आफैले डिफ्रेन्ट सेक्सन्सहरू थियो। अनि त्यहाँनिर चाहिँ उनीहरूले आफूले त्यो ठाउँमा चाहिँ इमेजिन गरेर अनि खेल्ने खालको थियो कि यो चाहिँ। अनि कन्स्ट्रक्सन साइट्सहरू थियो, पुलिसम्यानको साइट, त्यसै गरी एरोप्लेन थियो, अनि त्यसै गरी फायरम्यानहरू, त्यसपछि पोस्टम्यानहरूको अफिस, त्यसै गरी सुपर मार्केटको अफिस, क्लिनिकहरूको साइड होइन, त्यस्तो चाहिँ छुट्टैहरू थियो। अनि सबैमा चाहिँ एकदमै एक्साइटेड भएर अनि कुदिरहेको थियो, यतादेखि उता कुदिरहेको थियो। अनि यो ठाउँमा चाहिँ इच एन्ड एभ्री वालमा कि एउटा वाल पनि खाली नै थिएन कि, जहाँनिर चाहिँ बच्चाले एक्टिभिटिज चाहिँ मजाले गर्ने खालको सबै वालहरूमा पनि टाँसेको थियो। अनि त्यो सबै गर्दा त होल डे नै मजाले स्पेन्ड गर्न सकिने ठाउँ रहेको थियो त्यहाँनिर चाहिँ। अनि त्यसपछि मैले कति भिडियोहरू चाहिँ एल्सनको क्याप्चर गर्नै पाइनँ। अनि म एक्लै थिएँ नि त, एक्लै भएर नि उसलाई मैले सिकाउनु पनि पर्ने थियो त्यहाँ बोर्डहरूमा। अनि फेरि उसलाई भिडियो पनि खिच्ने अनि सिकाउने एउटै टाइममा गर्नलाई चाहिँ मलाई इम्पोसिबल भयो। त्यही पनि मैले जति सक्छु अनि त्यति चाहिँ अलिअलि भिडियोजहरू लिएको छु। मैले यो भिडियोमा देखाएको भन्दा चाहिँ धेरै अरू पनि थुप्रै एक्टिभिटिजहरू छ ब्रेन डेभलपमेन्टको लागि। अनि सो बच्चाहरूलाई चाहिँ यहाँ लैजानको लागि चाहिँ एकदमै सुइटेबल ठाउँ चाहिँ मलाई लाग्यो र मलाई चाहिँ यो एकदमै राम्रो लाग्यो। यति नै छ। अनि अरू भिडियोहरू चाहिँ तपाईँहरू आफै हेर्नुहोस् है त। यता छ गुन्टु, यता पनि छ, यसो यता छ फायर, यता छ फायर। गाडी छ त्यहाँ, अब गाडीमा बसेर सकिने
नाना रहेछ बेबी बेबी यता भयो ल अब सुकाऊ हाल्यो पेट्रोल यहाँबाट चिट्ठी पठाउने बेबी चिट्ठी यहाँ बस न के छ हेर त त्यसमा के छ यसमा अरू के छ त हेर त अरू पनि कति धेरै कार्डहरू छ नि त हेर त वा यहाँ हाल्ने यहाँ वेट गर्ने यहाँ कति छ भनेर वेट गर्ने मलाई हो त्यो दिनुहोस् न पैसा बाई बाई त्यसमा जान गर्दैन भने यहाँ राख्ने स्मेल के गर्छ यो स्मेल गर्छ नि यो कफी स्मेल गर्छ नि कफीलाई त राख गुड 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 यहाँ हेर यहाँ अनियन स्मेल गर्छ गर्दैन अनियन स्मेल गर्छ गर्दैन अनियन गर्छ यता राख अनियनलाई के हो कस्तो राम्रो छ होला टङ हेर्नु जाऊ त यहाँ पनि छ कस्तो भयो ल अब छुट्टै ल यहाँ आउँछ अब यता हेर्न आउँछ अब यी अनि अर्को यहाँनिर चाहिँ एकदम इन्ट्रेस्टिङ कुरा भनेको चाहिँ बच्चाहरूको लागि भनेर मुभी टाइम पनि हुन्छ अनि मुभी टाइममा चाहिँ लाइफ साइकल अफ बटरफ्लाई देखाउनु भएको थियो अनि त्यसपछि यो एनर्जीको के कुराहरू पनि गर्नुभएको थियो एल्सन सानै थियो बुझ्न त बुझेन तर लाइफ साइकल अफ बटरफ्लाई चाहिँ एल्सनले मजाले बुझेको छ अनि ऊ हेर्नको लागि एकदम इन्ट्रेस्टेड भएर पनि हेरेको थियो अनि त्यसपछि यो हेरिसकेपछि एल्सनको दिमाग यस्तो खतरा छ कि उनले एकचोटि लाइफ साइकल अफ बटरफ्लाई हेरेको हो र उनलाई लाइफ साइकल अफ बटरफ्लाई अनि त्यसपछि उसको स्टेजेसहरू सबै आउँछ कि एल्सनलाई अनि एल्सन चाहिँ सोलर सिस्टम अनि सन मुन अर्थ त्यसपछि अरू प्लानेट्सहरू त्यस्तो एकदम क्युरियस छ कि मामु म मुनमा जान्छु मामु मुनमा जाँदा के हुन्छ अनि त्यसपछि अर्थमा के हुन्छ त्यस्तो कुराहरू एकदमै धेरै उसलाई गर्न मनपर्छ अनि फेरि त्यसैसँग रिलेटेड एक्टिभिटिजहरू गर्न पाउँदा त सुपर एक्साइटेड
रेनिङ रेनिङ यो अब इभ्यापोरेट चाहिँ भ्यापर हुन्छ है भ्यापर 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 द वाटर साइकल रेनफल एल्सा चाहिँ पहिलातिर चाहिँ बेबी तिमी ठुलो भएपछि के बन्ने भनेर भन्यो भने चाहिँ मामु म सन बन्ने भन्थ्यो कहिले अनि कहिले म स्पाइडरम्यान बन्ने भन्थ्यो कहिले म भेनम बन्ने भन्थ्यो क्या अनि एक दिन चाहिँ स्कुलमा आएर के भएछ उसको स्कुलमा आएर अनि त्यसपछि मामु म त पाइलट बन्ने हो अबदेखि मामु म त पाइलट बन्ने हो अबदेखि भनेको गरिरहेको थियो अनि त्यही माथि यहाँनिर आएर चाहिँ यो सेन्टरमा आएपछि हेर्नु पाइलटको भेट्यो क्या उसले अन्त कति टाइम उसले त्यहाँ स्पेन्ड गऱ्यो त्यसै गरी डक्टर गड यहाँ गएर आएदेखि मामु मलाई डक्टरको सेट किनिदिनु डक्टरको नाना किनिदिनु अनि त्यसपछि मलाई स्टेथोस्कोप किनिदिनु भनेको आइसक्रिम दिनुहोस् न साउजी अब आइपुग्यो एल्सन पिज्जा सपमा यो पिज्जा बनाएकोवाला भिडियो मैले उसलाई पहिला नै देखाएको थिएँ कि यो टिकटकमा अनि त्यसपछि मामु पिज्जा बनाउने ठाउँमा जाउँ भनेको भने गरिरहेको थियो कि त्यहाँ इन्टर गर्ने बित्तिकै अनि मैले यहाँ लिएर आएको सबै 1 बाई 1 गर्दै लैजान्छु भनेर अनि गइरहेको थिएँ अनि यहाँ आइपुगेपछि त घर नाना लगायो सेफको ड्रेस लगायो त्यसपछि पिज्जा बनाउन थाल्यो अनि यो ठाउँमा चाहिँ फेरि सबै थोक गरी थियो कि ग्यास थियो त्यसपछि भाँडा माझ्ने बेसिनहरू ओभन माइक्रोवेभ मिक्सर सबै थोक थियो क्या त्यो रियल जस्तै नै थियो अन्त बच्चाहरू कति धेरै टाइम यसमा चाहिँ एकदम धेरै टाइम लगाएर खेल्यो एल्सनले चाहिँ अनि मैले चाहिँ अरू डिपार्टमेन्टहरूतिर लैजाँदाखेरि पनि मामु पिज्जा डढिसक्यो होला छिटो जाऊँ न मामु पिज्जा डढिसक्यो होला छिटो जाऊँ न भनेर फेरि यही सेक्सनमा आउन खोजिरहेको थियो कि अनि जे होस् अनि ऊ चाहिँ एकदमै ह्याप्पी भयो खेल्यो मजाले आफूले इमेजिन गर्दै म सेफ हो भन्ने इमेजिन गर्दै त्यसपछि हामी अर्को डिपार्टमेन्टतिर आयौँ यो चाहिँ फिजिक्स डिपार्टमेन्ट रहेको थियो अनि त्यसपछि यहाँ फिजिक्ससँग रिलेटेड थुप्रै इन्स्ट्रुमेन्ट्सहरू राखेको थियो जस्ट मैले कभर मात्रै गरेँ त्यस्तो धेरै एल्सनले बुझ्ने खालको केही पनि थिएन यसमा चाहिँ अलि ठुलै बच्चाहरूको लागि मात्रै हुने खालको थियो अब आइपुग्यौँ बायोलोजी सेक्सनमा डिफ्रेन्ट क्रिएचर्सहरूलाई राखेको थियो अनि मुभ गरिरहेको थियो त्यसले गर्दाखेरि चाहिँ उनीहरूलाई रियल जस्तो फिल होस् भनेर अनि एल्सनले चाहिँ मामु यो रियल होइन भनिरहेको थियो अनि मामु यिनीहरू त वाटर एनिमल्स हो अनि वाटर खोइ त भनिरहेको थियो कि मलाई चाहिँ साथमा यहाँ पनि छ यी
भयो गुन्टु उल्टो भयो गुन्टु नो अझै उल्टो भयो गुड जब क्ल्याप गरिदेऊ crab lobster त्यसपछि पालो रह्यो सुपर मार्केट सेक्सनको म कस्टमर बन्नुपर्ने रे ऊ चाहिँ सपकिपर बन्ने अनि त्यसपछि मैले सामानहरू लिएर आएँ अनि लिएर आएर उसले चाहिँ अब सामानहरूको प्राइसिङ गर्ने बिलिङ गर्ने पुरा सपकिपर जस्तो ठानिरहेको थियो आफूलाई उसले त्यस्तो मार्केटहरूमा त्यस्तो गरेको देखिराखेको नि त अनि देखिराख्दाखेरि चाहिँ अनि फेरि हामी आफूले गर्न पाउँदाखेरि त उसको त एक्साइटमेन्टको त सीमा नै थिएन कि यति धेरै एक्साइटेड भएर गरिरहेको थियो यति गऱ्यो अनि यति गऱ्यो त्यसपछि चाहिँ हामी घर फर्केर आयौँ